कमसेकम आज जुम्ला जानुभयो भने हो मैले व्यक्तिगत रूपमा कसैको काम गर्न नसके होला। आज मात्रै बिहान एउटा भेरीगङ्गा नगरपालिकाबाट एकजना चन्दजी एउटा आउनुभएको थियो, किडनी फेल भयो, दुईटै किडनी फेल भयो। अघि मेरो अफिसमा आउनुभयो, मैले आज उहाँलाई भने तपाईँ ढुक्कका साथ जानुहोस्, तपाईँको ज्यान बच्यो आजबाट। उहाँले खुसीको आँसु झार्नुभयो। यदि जुम्लाका जनताले भोट दिएर त्यहाँ नपुर्याएको भए मैले फोन गरेर त्यो मान्छेले जसले डोनेसन गर्छ त्यो मान्छेले नमान्ने अवस्था भइदिएको भए आज उनको ज्यान बस्थ्यो। त्यही भए हुनाले भोट भनेको एउटा परिवर्तनको सङ्घार हो, भोट भनेको क्रान्तिको एउटा ऊर्जा हो। त्यो भए हुनाले अब युवा साथीलाई व्यवसाय गर्नेले व्यवसाय गर्नु पर्यो, राजनीति गर्नेले राजनीति गर्नु पर्यो, सरकारी क्षेत्रमा काम गर्नेले सरकारी क्षेत्रमा काम गर्नु पर्यो। तर यिनीहरूलाई चाहिँ अब बहिष्कार गर्नुपर्छ। संसदबाट हामीले बहिष्कार गरिराखेका छौँ, चिया पसलबाट र समाजबाट तपाईँहरूले बहिष्कार गर्नुपर्छ। यो अभियान थालनी गर्नुपर्छ। केही नगर्ने, गाली पनि नगर्ने, झगडा पनि नगर्ने, के भन्दा पनि नभन्ने। सँगै चिया खाना आउँछ भनेपछि कस्तो नेता भने यो भ्रष्टाचारीको म नेता हुँ, लोकल नेता भनेर कोही आउँछ भने सँगै बसेर चियै नखाइदिने। बस खै विवाह छ भने विवाहमा बोलाउँदै नबोलाउने, व्रतबन्धमा नबोलाउने, शुभ कार्यमा नबोलाउने, त्यहीँ आएर खान्छ भने त्यसलाई बहिष्कार गर्नु। यो गर्नु। अहिले हामीले संसदमा बहिष्कार गरेका छौँ, तपाईँले सडकमा, घरमा, टोलमा, छरछिमेकमा बहिष्कार गर्ने। यिनीहरूलाई यति नगरी भएन। अनि के गर्छन्? भ्रष्टाचार गर्छन्। तपाईँले भ्रष्टाचार गर्नुभयो हजुर भनेर गयो भने के गर्छन्?